काली पारे दाइ मेरो मायालाई नबिर्सनु हाई। हेलो साथीहरू, नमस्ते सबैजनालाई। म आज गाउँघरतिर घुम्न आएको। गाउँघरतिरको तरकारी, ताजा ताजा तरकारी देख्दा त केही न केही बनाम जस्तो लाग्यो मलाई। पत्ता गोबीको पकौडा बनाउँदैछु, त्यो पनि आफ्नै बारीमा आफैले मेहनत गरेर उब्जाएको तरकारीहरू है साथीहरू। सबै घरैको हो, यो किनेर ल्याएको केही पनि होइन है साथीहरू। हजुरहरूलाई कस्तो लाग्यो हामीहरूले मेहनत गरेर तरकारी खेती र मकै खेती गरेको भिडियो? हजुरहरूले कहिले खानु भएको छ कि छैन यस्तो बनाएर? मैले चाहिँ पहिलोपटक बनाएर खाएको, दामी हुँदो रहेछ। बनाउन सुरु गरिहालेँ साथीहरू। मैले त यसो देखेपछि गराउन मन लागिहाल्छ, पकाउन मन लागिहाल्छ। मान्छे चाहिँ यस्तो छु, गाउँघरमा आयो कि ताजा ताजा सब्जी देख्दा त केही न केही बनाऊँ भन्ने सोच भइहाल्छ क्या साथीहरू। त्यही भएर बनाएको। कस्तो लाग्यो आजको पत्ता गोबीको पकौडाको भिडियो? हजुरहरूलाई मन पर्यो कि परेन? मन पर्यो भने मन पर्यो भनेर कमेन्ट गर्नु होला। हस् त, धन्यवाद। फेरि आउनेछु नयाँ भिडियो, नयाँ रेसिपी लिएर। तब तकका लागि बाई बाई। फेरि भेटौँला नेक्स्ट भिडियोमा। हस् साथीहरू।